Hey guys, what's up? Welcome to my channel. You're watching Shady Vlogs. आज चाहिँ अलिक अँध्यारो छ, फोनको लाइट अलिक आफै अटोमेटिकली बल्दिहाल्छ अन्त उज्यालो भइहाल्छ। भन्दाखेरि चाहिँ आज बिहानदेखि पानी परेको हो, एकदम एक्सट्रिम पानी, विच इज गुड है। यो सिजनको फर्स्ट पानी हो, इट्स गुड फर एभ्रिथिङ, प्लान्ट्सहरूको लागि पनि एकदम राम्रो हो। सो यस, आज पानी परिरहेको छ। म चाहिँ अब के गर्छु कसो गर्छु अब हेर्दै जानुहोस् है, मलाई पनि थाहा छैन के हुन्छ अब। सो लेट्स सी, स्टे ट्युन गाइज। सो गाइज देख्नुभयो पानी परेर यस्तो भइरहेको छ है। अघि मैले भने जस्तो सिजनको फर्स्ट रेन हो यो, हो मजा आउँदैछ। तर माथि हाम्रो बाटो चाहिँ बनिँदैछ नि त, त्यो पुरा खदल खुदुल भइरहेको छ। यो पानीले चाहिँ पुरा हिलो भयो, गाडीहरू जाम भइरहेको छ माथि। यो सिजनको यस्तो दामी हुन्छ। म चाहिँ पर फुपूहरूकोमा गएको, फुपूले चाहिँ ढेँडो पकाउनु भएको छ अरे कि ब्रेकफास्टको लागि। अन्त मैले ढेँडो कहिले पनि खाएको छुइनँ, त्यो पनि अब चाख्दिउँ होइन। म भाइ आयो यसरी बोलाउनु मलाई हो अभिनय, खै हेर्दैन त यहाँ। अन्त यो आएछ हो, अन्त अब गएको हामी चाहिँ ढेँडो खानु ल। गाइज अहिले हामी आइपुगेको छु हाम्रो फुपूको घर है। फुपूले ढेँडो बना भने चाहिँ म त आउँदैन ढेँडो बनाउनु। फुपूले ढेँडो बनाउनु, खै ढेँडो हेरिदिउँ त। ए ढेँडो चाहिँ यहाँ रहेछ। कसले बनाएको यो ढेँडो? ढेँडो बनाउने दादा यहाँ छ। मैले सबैलाई चाहिँ फुपूले बनाएको भनेको, तर होइन रहेछ, दादाले बनाउनु भएको रहेछ ढेँडो। फुपूले चाहिँ यो सब्जी बनाएको अरे। दही र आलु खाउँदा कसरी खाँदैछ ढेँडो? ढेँडो चाहिँ यसरी खानुपर्छ। हाम्रो नेपालीहरूको सब्जी भन्दा के खाना भन्छ प्रसिद्ध दामी। घरमा चाहिँ फर्स्ट टाइम बनेर खाएको। तर आलुमा दही हालेको खट्टा मिठा दामी सब्जी। अचार पनि रहेछ यहाँ। यो सब्जी कहाँ हो? चम्ची सब्जी भन्छ, सब्जी दिएन भन्दैछ खै यहाँ अलिकति। यही खाने मिठो हुँदो रहेछ है। अब एक दिन मासु हुँदा चाहिँ भातमा पकाएर धेरै पकायो है। मासु हो नि। फुपूले चाहिँ अम्ली चाट्दैछ यहाँनिर हो। हम लोग यस्तो मौसममा है पिरो पिरो हामीले खायो, उहिले पनि स्वाहा पाऱ्यो यहाँनिर। दामी भयो। अब चिया खानुपर्छ है, चिया पर्खिरहेको छ हामीले। आज पानी परेर चाहिँ फुलहरूले पनि यस्तो मजाले पानी पायो हो, सबै हराभरा हुन थाल्यो हाम्रो यतातिर हो। सो गाइज यस्तै छ मौसम होइन, बिहानदेखि पानी परेको। म तपाईँलाई माथिबाट भ्यू देखाउँछु हेर्नु, पानी पर्दैछ अझ पनि। यो चाहिँ हाम्रो पुरानो घर हो, सबभन्दा पुरानो। अहिले काका काकी बस्नुहुन्छ, हामी यही घरमै जन्मेको हो। हेर्नुहोस् भ्यू दामी। सो यस्तो मौसममा पिरो पिरो आलु छुर्पीको झोलसँग हामीले ढेँडो पनि खायो है। अन्त भन्दाखेरि चाहिँ यो मेरो ठुलो फुपू घर हो। ठुलो फुपू चाहिँ बित्नु भएको। मेरो ठुलो फुपू यहाँ हुनुहुन्छ, यहाँ हुनुहुन्छ यही ठुलो फुपू। उहाँ चाहिँ बित्नु भएको 3-4 वर्ष भइसक्यो। अनि यस गाइस अब भन्दाखेरि चाहिँ के भन्दाखेरि चाहिँ ढेँडोको कुरा गरेको है। यहाँ फुपूले यस्तो मजाले राख्नुभएको थियो फुलहरू, अझ पनि छ। अन्त ढेँडोको कुरा गर्दा चाहिँ अब ढेँडो खाएँ होइन। म कलकत्तामा क्या पहिला काम गर्दाखेरि त्यो यो आइबिएममा गरेको नि मैले धेरै वर्ष अगाडि, 1 वर्षको लागि त गरेँ मैले। आइबिएममा गर्दाखेरि चाहिँ एउटा साथीले चाहिँ नेपाल गएर चाहिँ ढेँडो खाएको थियो रहेछ नि त कि। अन्त अर्को साथीलाई भनेछ त्यसले मैले ढेँडो खाएको भनेर होइन। अब अनेस्टली हामीलाई आइडिया थिएन क्या, अब हामीलाई यहाँ गाउँ बस्तीमा पनि आइडिया थिएन क्या ढेँडोको बारेमा है। म चाहिँ अब यहाँनिर चाहिँ गाई बस्तु जानवरहरूलाई चाहिँ दिन्थ्यो नि त ढेँडो क्या, एज त्यो चारो जस्तै ढेँडो दिन्थ्यो नि त। अन्त मजा लाग्थ्यो यो कुकुर होइन, कुकुरहरू कुखुरा भेड बाख्राहरूले खाने चाहिँ ढेँडो भनेर मलाई मेरो आइडिया त्यहाँसम्मै थियो। सो जब मलाई एउटा साथीले सुनायो कि यसले चाहिँ नेपालमा गएर ढेँडोहरू खाएछ, ढेँडो भने के हो भन्दाखेरि मैले चाहिँ भनिदिएँ जानवरहरूलाई दिने चारो चाहिँ ढेँडो हो भने कि। अन्त पुरा हाँस्यो त्यो क्या। अन्त अर्को साथीलाई पनि भने जसले त जानवरको
खाना पो खाए जस्तो नेपाल गएर भन्यो अब बिचरा हि वाज सो एम्बारेस अब उसलाई पनि थाहा थिएन हो मेरो ल्याक अफ नलेजले चाहिँ अब म मान्छु अहिले होइन ढेँडो भनेको चाहिँ हाम्रो आफ्नै नेपाली अथेन्टिक खाना रहेछ त्यो मलाई थाहा थिएन सो यसरी नै अब यो चाहिँ अब हरेक मान्छेको कर्तव्य हुन्छ होइन आफ्नो आफूभन्दा सानोलाई सिकाउने के हो कसो हो मलाई थाहा थिएन ढेँडो भनेको अनेस्टली खाना हो भनेर है अहिले थाहा भयो अन्त आई रियलिस मैले खाएँ यो सेकेन्ड टाइम होला मैले खाएको त्यति थाहा पनि छैन मैले कहिले खाएको फर्स्ट होइन फर्स्ट हो सेकेन्ड हुनु खै आई हेभ नो आइडिया सो यस गाइज अब यस्तै हो है अब सिक्दै जानुपर्छ हामी यहाँबाट भ्यू हेर्नुहोस् न तपाईँ यहाँबाट हेर्नुहोस् यहाँनिर चाहिँ हाम्रो गाडी पाउँछ यो चाहिँ गाडी पाउने ठाउँ हो यहाँ यही चाहिँ बजार जान्छ माथि खरसाङ टाउन जान्छ यो चाहिँ गोटे गाडी एकजनाको 40 रुपियाँ अब यस्तो मौसममा है यस्तो मौसममा अब यसरी लडिरहनु अब कहाँ जानु पानीझरीमा हो यसरी लडिरह्यो हो मजाले अन्त मेरो भाइले यहाँ चिया पनि ल्याइदिएछ ब्ल्याक टी अब होइन सोने पे सुहागा भने जस्तो क्या ब्ल्याक टी खाइदिउँ अब ब्ल्याक टी इन्जोय गरिदिउँ आहा अति उत्तम यसरी बस्छौँ एकछिन मजाले है शीतल भइरहेको छ सो गाइस अहिले चाहिँ म र भाइ होइन यहाँ भाइ हामी चाहिँ चिया पिउँदै भ्यू यस्तो भ्यू हामी हेर्दैछ यो भ्यू हेर्दैछ हामी